हेलो नमस्कार सबैजनाले यो भिडियो सेयर गरिदिनु होला। भर्खरै हामीलाई एउटा भाइले कल गरेको थियो अनि कल गरेर चाहिँ कसै मिडियाले पनि हालिदिएको छैन, तपाईँहरू हालिदिनुहोस् प्लिज, हाम्रो मान्छे 18 जना कैलालीको चाहिँ एकदमै अप्ठ्यारो ठाउँमा अड्किनु भएको छ भनेर कल आएको। त्यही भएर हामी यो भिडियो बनाउँदैछु र अहिले नाम सहित आइसकेको छ हाम्रो सेप्रोबेसी लामटाङमा। हिजो चाहिँ उद्धारको लागि हेलिकप्टर गएको रहेछ, तर त्यो हेलिकप्टरले नसकेर चाहिँ फिर्ता गएको रहेछ। त्यो पछि कुनै पनि हेलिकप्टर त्यो उद्धार टोली गएको छैन। त्यहाँ मान्छेले उद्धार गर्दाखेरि एकदमै गाह्रो छ अरे, तिनीहरू यताउति निस्किन पनि धेरै गाह्रो छ भनिरहेछन्। हामीले कलमा पनि गरेको। एउटा खाल्डो जस्तो खम्चोमा चाहिँ एउटा बिचमा चाहिँ खाल्डो जस्तो ठाउँमा चाहिँ अड्किया छन्। माथि चाहिँ पहाड छ, दायाँ पनि पहाड छ, बिचमा फसिया छन् के उनीहरू। हामीसँग भिडियो पनि आएको छ, हामी भिडियो पनि राखिदिन्छौँ, तपाईँहरू भिडियो हेर्नु। अनि यो मान्छेको कैलालीको मान्छेको नाम चाहिँ म भन्छु है, विष्णु साउद, नरेन्द्र पटोकी, अनि प्रदीप बोहरा, विक्रम ढकाल, अविश्वर सुनार, अनि रोहन ओली, रमेश सिंह साउद, गोविन्द ओली, सङ्गम मगर, गोविन्द तमाङ, सुनिल बुढा, सञ्जय साई, अनि छमबहादुर साई, विनोद गलान, मानबहादुर साई, अनिल चौधरी, सुनिल चौधरी, दिलीप चौधरी। यो इन्डा घरा मान्छे कसैले यो भिडियो इन्डा घरा मान्छेसम्म चाहिँ पुग्या। हजुर चाहिँ चिन्ता दिन गरे, उन चाहिँ एकदम ठिक छन्, एकदम सुरक्षित छन्, तर उद्धार चाहिँ भएन थियो। यो भिडियोलाई यति सेयर गर, यति सेयर गर, झट्ट सेयर गर हैन। जल्दी सम्बन्धित निकायमा पुग्बटी उन एकदम उद्धार होस्। उनको चाहिँ एकदम अप्ठ्यारो ठाउँमा छन्, चारैतिर पहाड, बिचमा चाहिँ एकदम हिलो भएका ठाउँमा छन्। अनि चाहिँ दोस्रो यहाँ चाहिँ त्यसरी ओआएबाट चाहिँ एकदमै हामीलाई अप्ठ्यारो हुने भन्नाले उनका चाहिँ रासन चाहिँ रहेछ, अनि पावर ब्याङ्क रहेछ। पावर ब्याङ्क हुनाले चाहिँ उनले हामीलाई चाहिँ कन्ट्याक्ट गर्नु पायो हो। तपाईँको लेखा हामीले यो भिडियो बनाउँदा झट्ट सेयर गरिदियो यो। ल धन्यवाद।